ल केटा हो हामी चाहिँ अब पब्जी हान्न जान लागेको होइन। अब ट्याक्क सियो दाइले लिन आउँदैछ बाइकमा सरेर होइन। दाइ आउँछ अब उता परबाट कुरो भइसकेको छ। दाइ आउँछ अनि ट्याक्क लाएर गइन्छ गेम हालिन्छ मनिष भाइको घरमा गएर। के छ के छैन आउन आँट्यो भन्थ्यो यार, कति आउने हो थाहा छैन। दाइ त्यही हो क्या त्यो बाइकमा आइरहेको यही हो कि यही हो। एकछिन हर्न बजाइरह हाम्रो दाइले फेरि अब पाए हात लिएको न यार मोबाइल पहन मलाई बनाउने भने हामी के साह्रो काम भिडियो बनाउने हिँड्ने मेरो भिडियो हालेर जोडेर हाल्यो क्या हाले नि युट्युबमा तिम्रो त्यो युट्युबमा नामै थाहा नभएर स्पेस ब्लग्स @ ए भनेर बुझ्छ न शिव ब्लग्स भनेर बुझ्छ। ल अहिले पुग्छ ल केटा हामी चाहिँ अब पब्जी हान्न जाँदैछौँ होइन। अब एउटै बाइकमा आज दुईजना सर र मनिष भाइको घरमा ट्याक्क होटेलमा बस्ने चिया खाने अनि त्यसपछि गेम हान्दै गर्ने। के त चिसो भने अब चिसो लाग्यो त के भन्छ के खाले कपडा हात नि यस्तो पातलो रहेछ भित्र बाग्लो ए हरेछ बिस्तारै मोला कि त लेफ्टबाट हिँड्नु पऱ्यो कि त राइटबाट हिँड्नु पऱ्यो क्या बिचबाट हिँड्छ मजिदहरू अनि यो मजिदहरू चाहिँ फेरि बाटो हिँड्छ जाडो भयो कि नेपालमा त्यहाँ भयो गर्मी हुन्थ्यो मजिदहरू गन्जी लाएर हिँड्छ यस्तो जाडोमा अनि जाडो भइहाल्छ अनि यस्तो सोच्यो त उनीहरूले इन्डियामा त उति जाडो गर्मी छ त अहिले भनेको इन्डियामा त गर्मी छ। इन्डिया त नेपाल त एउटै हुनुपर्ने हो भन्ने होला होइन। इन्डिया जाडो आयो होला नेपालमा त आफूले के हो हामी बस्ने यो पाहाडतिर त जाडोमा धेरै जाडो गर्मीमा धेरै त गर्मी है। ल केटा हो हामी चाहिँ अब आइपुग्यौँ हाम्रो आफ्नो जक्सनमा ट्याक्क बसिन्छ यहाँ होइन। यहाँ वर्कसप छ बाइकको वर्कसप यहाँ चाहिँ हामी बस्ने ट्याक्क भन्ने हुन्छ। धन्यवाद। खै त मनिष भाइ आऊ ल अब